हेलो गाइज, सबजना नमस्कार। आज चाहिँ माघको 1 गते माघे सङ्क्रान्ति मान्न चाहिँ म घर आएको छु। नुवाकोट शिवपुरी 4 मेरो घर। साथै हजुरहरूलाई मेरो घर वरिपरि कस्तो छ त हरियाली प्लस कुन कुन थरीका फलफुलहरू पाइन्छन् हजुरहरूलाई देखाउन गइरहेको छु। यस घर वरिपरि रमाइलो छ, स्वच्छ हावापानी कुनै पनि प्रदूषण छैन, हरियाली नै हरियाली छ, एकदम रमाइलो छ। नुवाकोट हो होइन, यस गाउँघर रमाइलो भइ नै हाल्छ। लोकल साग छ यो, कुनै पनि औषधि प्रयोग बिनाको गाईबस्तुको प्योर मलबाट उत्पादित साग हो। यो चाहिँ लोकल साग। हरियो छ, यतिको छ। प्लस उतापट्टि चाहिँ फलफुलका रुखहरू सुन्तला, लिची, प्लस अम्बा, कागती, फलबेत, केरा, अनि निबुवा, कटहर, मौसम, आँप, अनि के छ त अर्को भन्दाखेरि टिमुर पनि छ। मेरो घरमा चाहिँ एकदम त्यो सिजन अनुसारको फलफुलहरू मेरो घरमा चाहिँ पाइन्छ। आफ्नै घरमा कुनै पनि औषधि बिनाको फलफुलहरू चाहिँ यहाँ पाइन्छ। प्लस काठमाडौँको भन्दा गाउँघरको फलफुलहरू खाँदाखेरि स्वास्थ्यलाई पनि फाइदा गर्छ होइन। ठिक छ, रमाइलो छ यहाँ।